आज 11 फेब भयो। अब केही दिनमा भ्यालेन्टाइन्स डे आउँदैछ। आज हामी त्यही रिलेटेड सेन्टेन्सहरू बनाउने छौं। आजको च्याप्टर अलिकति फन्नी टाइपको बनाउन खोजेको छु। कसैको बीएफ जीएफ छैन भनेदेखि त्यसलाई सिरियसली नलिदिनु होला। आजको च्याप्टर जस्ट फर फन हो, यो रमाइलोको लागि मात्र हो। सिरियसली चाहिँ नलिनु होला। एजेन्ट आकाश युनिकोडमा जाउँ नेपाली टाइपिङको लागि। त्यसपछि यहाँ नेपाली टाइपिङमा जाउँ। अब यो स्क्रिन अलि ठुलो बनाउँछु तपाईहरुलाई हेर्न सजिलो हुने गरी। हामीले लभ हगको त पहिले बनाइसकेका छौं। यदि हेर्न चाहनुहुन्छ भने प्रिभियस भिडियो हेर्न सक्नुहुन्छ। अब आज हामी कसैको बीएफ छ अथवा छैन भनेर सोध्नलाई नेपाल भाषामा कसरी सोध्ने त्यो सिक्छौं हामी। त्यसको लागि तिम्रो बीएफ अथवा जीएफ छ छंगु जीएफ दुला छंगु जीएफ दुला। छंगु भन्नाले तिम्रो, दुला भन्नाले छ भन्न खोजेको हो, सोधेको हो। त्यस्तै गरी अब तिम्रोको सट्टा चाहिँ नि यहाँ अब अलिकति रेस्पेक्ट वर्ड युज गर्नु पर्यो भने हजुर भनेर राख्नु पर्यो भने हजुर। यहाँ हामीले छिगु जीएफ दुला, छंगु जीएफ दुला अथवा छिगु जीएफ दुला अथवा छिगु बीएफ दुला अथवा छंगु बीएफ दुला। अब एन्सरमा कसैले छ भनेदेखि छ भनेर दिन्छ, छ अर्थात दु। छैन भनेदेखि मरु। खोज्न बाँकी छ भन्नु पर्यो भने माले मानी। अब एन्सरमा कसैको छ आउला, कसैको छैन आउला। अब छैन भन्ने एन्सर आयो भने त्यो मान्छेलाई हामीले जिस्काउनलाई यसरी भन्न सक्छौं, कस्तो लाटा। हुन त अब जीएफ बीएफ हुँदैमा अब स्मार्ट हुने त होइन, तर अब जिस्काउनुको लागि मात्र। यसलाई अन्यथा नलिनु होला, यो जस्ट फनको लागि मात्र हो। कस्तो लाटा, गयो पाक अथवा कस्तो गोज्याङ्ग्रोको स्पेलिङ मिल्यो मिलेन नेपालीमा, मिलेन भने कमेन्टमा लेखिदिनु होला। गयो ग्वाज। अथवा यस्तो पनि भन्न सक्छौं हामीले, छ ग्वाज खला क्वेशन मार्क, छ ग्वाज खला अथवा छ पाक खला। कहिलेकाहीँ हामीले साथीहरूलाई मेसेन्जरमा च्याट गर्दाखेरि रमाइलोको लागि पनि यो सेन्टेन्स पठाउन सक्छौं, छ ग्वाज खला, छ पाक खला भनेर केटाहरूलाई भन्छौं हामीले। ग्वाज र पाक चाहिँ केटाहरूलाई भन्छौं। त्यस्तै गरी अघि नकोमा तिम्रो जीएफ छ भन्ने सेन्टेन्समा बुढो मान्छेहरूले चाहिँ जीएफ बीएफ भन्ने थाहा हुँदैन। त्यसैले बुढो मान्छेले केटाहरूलाई जिस्किएर सोद्धाखेरि चाहिँ नि तिम्रो बीएफ छ, तिम्रो जीएफ छ भनेर सोध्नुको सट्टा तिम्रो तरुनी छ भनेर सोध्ने गर्छन्। अब यसलाई नेपाल भाषामा छंगु ल्यासे दुला, छंगु ल्यासे दुला। एकछिन अब यो रमाइलो हुन्छ, सबै अब नेपाल भाषाको वर्डहरू मिसाउँदाखेरि छंगु ल्यासे दुला। अब कसैले छैन भन्दाखेरि हामीले यसरी जिस्काउन पाइयो। अब छ भन्यो भने हामीले तिमी पनि लभ गर्ने जान्ने भएछ हैन, छ न भ या ए
सलका मखुला छन लभ या सलका मखुला छन भनेको तिमी पनि लभ या सलका भन्नुको अर्थ लभ गर्न जान्ने भएछ हैन अर्थात् मखुला लभलाई चाहिँ नि हामीले नेपाल भाषामा मतिना भन्छौं जुन प्रिभियस च्याप्टरहरुमा पनि छ आजलाई यति नै आजको च्याप्टर रमाइलो छ छैन भन्नु होला मन परेदेखि लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला थ्यांक यू फर वाचिङ